Okay, moving on. Hey, Matthew, someone! गाइस यसको हात काटो बलरामको के भयो बलराम सब त्यो पुरुष बापले खाए बर्तन धोड़ा है घर में तो नहीं धोता इधर धो देता है मान्छे यस्तो कालो ढुङ्गा भेटाएको दिन सकिन्छ रे गोल हो जता तता गोल हो ओइ म त आफ्नो माथि यस चिनेको माथि अट्याङ नि हुन्छ नि त्यही त न मसा न त्यति बस आउनु नाच्दैन तान्छ कि नै गाइस कुवा सुन्ने नेउला गराएको झन् त पाइक डाँडामा के पुत्तायो है तेरिका उठाए छोरा क्या बलु लाटोले यस्तो हेर्नुहोस् बलेको चप्पल देखाउने गाइस यस्तो चप्पल लाट दौडे जय श्री राम केयरफुल गाइस हामी चाहिँ कालीकण्ठी घरबाट निस्केछौँ तर हामी कालीकण्ठीले मैले फाँसी कसैलाई देखाएन अहिले भलकमा अनि त्यही बलु जौडिँदै गयो लोड्छ र बल्ल हान्छ त्यसको चप्पल बरु चप्पल देखाउन तिम्रो यस्तो हेर्नुहोस् बलेको चप्पल देखाउने गाइस यस्तो चप्पल लाट दौडे भलेज त त बोल्दै बोल्नु चाहिँ मेरो भलक्समा त हेर्नु गाइस नि कस्तो कस्तो दामी दामी पातहरू हेर्नु न गाइस हेरिरहँ जस्तो कि हरिसक्यो बलेजमा बक्सिङ हान्नु ठोक बले ठोक यस्तो गाइस यस्तो गोरालो बलेको चप्पल डेन्जर हो नि त्यही भएर लोड्छ भन्ने हो लोड्दै लोड्दैन कन्टेन्ट हुन्छ भनेको ल गाइस है यो टङ्की पहिलाको यो चाहिँ बेतको ल यहाँ यस्तो छ गाइस है ओ यहाँ छ यहाँ फल्यो अझै फलेन ठिक छ यो घरको भिडियो बनाइदिउँ न जापानमा हेर्नुहुन्छ कि यो घर बनाइदिनु यो घरको त्यही भएर हामी गइन्छौँ एक भ्युज पर्छ हाम्रो गाइस आइज बोले आँपको रुख सट्टा पारामा वाल फल्यो यो घरको भ्लग बनाउँ न त गाइसहरू ओ यहाँ त ढुङ्गा छ नि त घर चाहिँ डेन्जर रहेछ यहाँ चाहिँ भ्यू पनि बबाल आउँछ गाइस है हाम्रो घरबाट के भ्यू नहुँदो सबको घरबाट भ्यू आउँछ हाम्रो घरबाट अलिक खोल्छतिर नि त्यही भएर यो चाहिँ हाम्रो हर्जमा घरबारतिर हर्जमाको कहाँ कुखुरा कहाँ हुस गरेछ यहाँ हुस बन्द छ कि देख्न सकिन्छ घर हामी चाहिँ माथि गर्थ्यौँ यो गोठ हो गाइस यहाँ चाहिँ 84 हुँदैछ चाँडै त्यही हो ल भले राधे 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 राधा राधा श्री राधा 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 लोड भले भले लोडै लोडेन गाँठेको सहरमा बसेको भन्छ जाम त्यता हिँड्ने हिँड्ने के फुङ्गाल जा ल क्यामेरा सब मनी फुङ्गाल्छु ल म लोट नि हालेँ कि अलि उता ल जय श्रीराम अलि पाइ उता जा गाइस हेर्न सक्नुहुन्छ यहाँ जय श्रीराम केयरफुल गाइस ओहो ओए हेर्नु त गेमिङ अहिले नाति नगर पन्ध्र नदी आखा नै छ ओए लोट लास पियुष जोशी प्लसमा स्वागत छ गाइस राधे राधे अलि भेटौँला हेर्न सक्नुहुन्छ गाइस ओहो कैसे लोग रहते हैं गाइसहरु म चाहिँ यहाँ माथि चढिसकेँ देखिन सकिन्छ किन चढ्यो मलाई थाहा छैन ल म झर्न गइरहेको छु केयरफुल त्यो खाली खुट्टा आउँछ मजाले सकिन्छ धन्य हरि बोल म त यति फनको लागि चढेको है त गाइस अहिले चाहिँ 12:27 भइरहेको छ हामी चाहिँ यहाँ आइसकेको छौँ घरमा है अनि मोस हेर्नु न कालो बादल लागिरहेको छ पानी पर्न खोजिरहेको छ अनि त्यही गाइस चाहिँ कत्रो पानी पर्न सक्छ यस्तो छ पानी परिसकेको माहौल बिसुन्छ नि यहाँ कपडा छन् है गाइस त के हुन्छ र बुवा चाहिँ झाडामा जान यहाँ चाहिँ कुलो गर्न लाहारे पक्कै पुलो त्यही झाडामा जानुभयो बुवा अनि बले चाहिँ कपडा लाउन गएको जहाँ लाथ्यो जाडो हुन्छ भनेर अनि त्यो गाइस है अरू के छ र नयाँ ताजा ठिक छ यहाँ चाहिँ बाह्र
सहर भयो झट्का लाग्यो नचला डिस्टर्ब नगर भने चुपचाप बस खाएको पाउडर लगाएको भिडियो बनाउनु पर्यो भने गएर बस यो लाटु माउले हेऱ्यो है त उहाँको माउले हेरे डिस्टर्ब गरेको बलुले है त्यही उठाए छोरा के बलु लाटोले यो त लाटो रहेछ होइन यो यही गरे केही गर्ने छ उठ्न लाग्यो भने यो लाटो रहेछ होइन तस्तै मन लाटो तान लाटो क्या सब लाटो कि हरियो लाटो खान्न अरे सो त्यसलाई उठाइस् नि त अहिले नउठ्या भनेको त झन् गाइस कोल्ड स्टारको जुत्ता देखाउँछु मैले तपाईँलाई तेल त जिस्काएर मारो जा रमाइलो लाग्यो जिस्काउने टमाटर देखाइसकेपछि गाइजहरूले पानी पाला पाला चाहिँ गरेर गाइज आकाश बादल ल्यायो त्यहीँ गयो त गाइज हेर्नु त पाइक डाँडामा के पुत्तायो आगो बालेछन् क्या त्यहाँ पुत्तायो अनि उहाँ माथि पुत्तायो गाइजहरू हेर्नु त पुत्ता खान मैले के भयो होला पुत्ताको भन् त्यही के बाल नि त त्यहाँ लाको लगाएर त्यो के डरालेर होला न पत्ता पुत्ता यसरी पुत्ता हुन्छ क्या धोके बाजो कि ऊ त्यहाँ तँ गाइज तँ स्वामी गुरु हो होइन भने अरू के छ हाम्रो कपडा यहाँ साह्रै तर पानी चाहिँ परेको नि हजुर गाइज अरू केही बोल नि त तिमी कस्तो लागिरहेको गाउँ कस्तो लाग्यो अलि त सर भन त गाउँ भनेको गाउँ हो कि राम्रो लाग्यो तल जान पाए झन् रमाइलो लाग्थ्यो तर हजुर नजानु भनेर हामी गएन है तर आइफोनको क्वालिटी त मान्नुपर्छ के गाइस चर्किममा देख्न सकिन्छ यिनले बुड्किएर खान्छन् देख्न सकिन्छ नदीबाट बुड्किल छ बेतन खान्छ हेर्नु त बुड्किल छ बेन बिरा त यहाँ बोलेर लहाटेर बस्न त्यही बस्नु चुपचाप यहाँ किम्ला त्यो त डोक्दैन त्यहाँ बस्यो यही आएको कुवा सुन्ने नेउला गराएको ढुकुर नि घर गाई सुन्नु त ब्याकग्राउन्डमा ढुकुर नेउला के कराख्नु गाइस सुन्नु है त ल Salah. Saya pun cari yang apa dia? Guys, jangan lupa like dan subscribe. Hai, aduh. It's all. Bukan lah guys, jadi ini foto hari pola contoh. Kalau nanti santai nih guys. Jangan aku itu. 2 minit पड़ेगा क्या? Guys, कोई डांस. Guys, मैं ये कुकुरले है ना बोलने कॉस्ट तो डराते काले घंटे का. अनि हेर ओरियो भयो अनि हरियो सदागे के भन्छ त्यही त नमसा न त्यति बस लहरे पहिला मैले त आफै मसार्दै के भन्नु लागिसक्यो मसार्दै
त उता जा त उता घर बस्छ कुना त केही नमसारै के गर्नेछ त्यहाँ बस्छ यसो बसे चुपचाप बस्छ अब यस्तो त पर्छ त पत्ता आएन बसै त चिनेको माथि अट्या गानी हाल्छ कि यहाँ तिनले बजाउनु जाने थियो भाइ अलि राम्रोसित बजाऊ त म भिडियो बनाएको अलि राम्रोसित बजाऊ न गाईहरू हामी चाहिँ किन्नु खान हिँडिरहेको छौँ यस्तो बारीको छेउछेउबाट होइन यहाँ केही लगाएको हुनसक्छ ननतिन तरिकाले हिँड्ने फेरि हामी चाहिँ अहिले किम्मु भन्ने हुन्छ एउटा अर्को किम्मु भन्दा अर्को वाला किम्मु हुन्छ कि जङ्गली किम्मु जस्तै त्यो किम्मु खान जाने लाग्यौँ यहाँ जाने हो गाइस देखिन्छ कस्तो पाकेरमा जुम गरेर देखाउँछ त्यो गाइजहरूले यो भयो किम्मु एउटा यहाँ एउटा छ बलेल टिप्न लाग्यो एउटा यस्तो हुन्छ है गाइस कहाँ गयो यहाँ यो भयो किम्मु यहाँ पनि छ गाइस फोकस क्यामेरा फोकस नुब्रा लगाएछ हामी टिपेर कप्ती खान्छ है त यस्तो गर्ने अलि चाहिँ राता राता रहेछन् यहाँ पनि छ है ए एउटा खसो अझै गुली राख्नु नपाएको भयो होला निचाले बल निचाले ब्लड आयो ब्लड ओए सेम ब्लड जस्तो देख्यो नि भिडियोमा धुमतना धुमतना है ग्यास ब्लड जस्तो हुन्छ यो किम्मु गाउँमा नबसेको मान्छेले के थाहा थियो अहिले हामीलाई पो थाहा हामी त गाउँमा बसेको मान्छे सब थाहा हामीलाई गाउँका मान्छेले हेर्ने घर सहरमा बस्न के थाहा यो किम्मु खाने म जानु मैले म त होइन खान्छु भन्दा बस्नु बाई गाइस जुम गर्ने त ओए रगत फुटकर यस्तो भयो काटो गाइस भले मेरो हात दुईटा मेरो हात काटो आई लभ यु लेखेँ यहाँ खुनले मैले यसबाट उस यसको हातमा जम्मा गर्छौँ खुन अनि त्यसपछि हामीले जे भए पनि लेख्ने हो कहाँ लेख्ने हो मेरो हातमा मेरो ब्रेकअप भयो गाइस त्यही भएर म खुनले रगत लेख्दै हो कि केही लेख्दै हो खुन पनि एक्सपोज भइसक्यो ओइ खस एउटा यहाँ भयो मेरो अझै गाइस मैले मेरो हातमा खुनले लेख्दै हो कसले समात्छ त्यो हातले समात्छ यहाँ देखिन पर्यो देखिन्न होला तैँले त फेरि बेजै होला जस्तो लाग्यो यहाँ लेखेँ यस्तो गर्ने खुनले लेख्दै गाइस मैले गाइस यसको हात काटो बलरामको के भयो बलराम ओए यसको कमाला गाइस हाम्रो हात चाहिँ यस्तो भएर देख्न सकिन्छ गाइस हाम्रो हात चाहिँ यस्तो भइसक्यो टक्क देख्न सकिन्छ बले तिम्रो हात देखाउ त ओए बले अहिले वान ट्याप खाला यता हेर्न यता देखाउ त तिम्रो हात देखाऊ अनि मैले हातमा जीवान देखाउ ल यता देखा बले यहाँ मैले हातमा जीवान देख्यो गाइस त्यो नदेखा हातमा जीवान देख्यो गाइस त्यो नदेखा देखाउन अझ हामीले लेखेको चिज यता लेखेको चिज ढाका यहाँ के लेख्यो भन्नाले 1 करोड लाइक चाहनुपर्छ मैले यहाँ देखाएको तपाईँले बल्ल त्यो रमाइलो देखियो नि त्यसो भने यहाँ गाइस है मस्त पारामा यहाँ चाहिँ किम्मु सिम्मु यस्तो रातो सातो लागि रमाइलो गरेर यसो है के रमाइलो त्यो यसो मजा यहाँ पनि छ बले ओ गाइस किम्मु यस या गाइस मोरे गुल्ला खान अमिना खान गाइस हामी चाहिँ खोलातिर जाँदाखेरि बलेर म भएर नि बले चाहिँ म खुसी भयो खोला जाम भने दाना पाता तोतिनु घर हो त्यहाँ नि गाइस ऊ त्यो घर अनि खोला त्यहाँ यो खोला जाँदा घाम लागेन गाइस नुहाउनु हुन्थ्यो न खासै नुहाउन सुहाउनु त हजुरले भन्नु होइन हामी चिटिङ गर्न आएको तर घरबाट सबै देखिन्छ हामी कहाँ गयो के गर्यो सबै माथिबाट देखिन्छ गाइस सेही चाहिँ यहाँ भएर चाहिँ उहाँ बुझेँ मलाई छु खुसी भएर अघि दौडेँ चप्पल त्यसको गर्छ गाइस त मैले बिहान देख्न थियो त्यही पनि दौडिरहेको बोले गाइस हामी सन्दर्भमा खोलातिर जाँदाखेरि तपाईँलाई थाहा बल यहाँतिर बल्ल भेट्यो यस्तो छ बाटो चाहिँ अनि हाम्रो तलतिरको चाहिँ यस्तो देखिन्छ भ्यू है पानी पर्न लागिरहेको छ अनि हेर्नु यस्तो छ भ्यू हेर्नु न गाइस स्वर्ग जस्तै कति ब्युटिफुल के
बवाल ब्युटिफुल बोले म जानला बोलेर खोला जान मल्ला भनेको भने गरेर हजुर लदा लदा भन्नु त्यो बोलेर भनेको भने गरेर लेख्छ मलाई हामीलाई मजा आउँथ्यो यस्तो बोडी खेल्ने के जाडो थुर काम्ने भयो नि गाइजर हामी चाहिँ त्यहाँ खोला हामी यता यो सबै झरेर यता माथिबाट झरेर आइसकेको छौँ यस्तो यस्तो बाटो होइन बल म अघि जान्छु त्यस तिमी आयो तिमी आएको बनाइन्छ तिमी मेरो भलक बनाइदिनु के आऊ म यस्तो फुल देखेपछि ट्याक क्लिक गरिहाल्नु मन लाग्छ क्या गाइस बवाल फुल है चाहिँ धागिरो भन्छ नि त्यसैको फुल है त गाइस गाइस हामी चाहिँ देख्न सकिन्छ बगरमा आइसकेको छौँ यस्तो छ गाइस बगर भ्यू देख्न सकिन्छ है यस्तो छ चारैतिर उसै होस् उतातिर घर छन् अनि हामी चाहिँ यतातिर आएको बवाल छ गाइस होइन मैले चाहिँ अगाडि हिँड्दै म चाहिँ पछि हिँड्दै हामी स्विमिङ पुलमा जानु लागेको नेचुरल स्विमिङ पुलमा गाइसहरू हामीलाई चिन्नुहुन्छ होला भने हामीलाई यता जानु भन्दैन खोला चाहिँ हामी त्यो घर हेरेर राख्यो बोलाइ यता पौडी खेल्न मन लाग्यो यस्तो पानी चुली खेल्ने अरे के न धेरै भयो नि त न 1 महिनामै त्यही भएर तर गोरी खाएर यहाँ त गोरी गइरहेको मलाई गाई बुटोमा जस्तै गइरहेको यहाँ त त्यहाँ माथिबाट आउँदैन होला कालो लाने होला होइन गाई हामी चाहिँ सानो खोलामा आइसक्यो निस्ती खोला यो चाहिँ औतापट्टि छ जस्तो लाग्यो चिसो गाइस घरको जस्तै चिसो पानी त होइन चुरा सुरा गाइस क्लियर फेरि पानी त हेर्नु न यहाँ डुबाउनु भने त गाइस मेरो चाहिँ फोन वाटरप्रुफ होइन न त म डुबाएर अन्डरबाट भला बनाइदिन्थेँ होइन चुरा बलु रिभर क्रसिङ हाने कि फाइनली ल यस्तो गरौँ न समय लाग्यो काम लाग्न सक्छ गाइस अरे यता चाहिँ झाडी छ पुरै कुसै कुस छ जाम यता जाम माथिमा झाडी छ कि गाइस पुरै होइन बलम जा दौडी जाँदा अगाडि बलेको चप्पल चाहिँ चुडेँ नि त यसलाई मैले यसलाई यसमा बाइन्ड ल्याएको त्यही भएर मैले देखेँ नि झाडी पनि छ कि त्यही भएर यस्तो छ कि झाडी छ कि काँस छ यहाँ हामी चाहिँ खोलामा आइसकेको छौँ यहाँ चाहिँ खासै गरी त होइन हामी चाहिँ यहीँ खेल्छ मलाई हामीलाई डर लाग्छ ठुल्ठुलोमा यस्तो गर्ने यस्तो उडाउने कि बलि चाहिँ रिभरमा गइसकेको छ पियुष रिभरमा गइसकेको छ हातमा मोबाइल छेपेर लाटाले त खेल्न राम्रो त यार भिडियो बनाइरहेको हामी त्यहाँ त डुल्कीमा आइसकेको छ हरि मजा आउने रहेछ होइन धेरै गयो म त जान्न मलाई बल जानु खेल्न मलाई खेल्न आउनु बलुस चाहिँ त्यहाँ मैले हायर एङ्गल खेलिदियो है गाजी बल चाहिँ 3:30 भइसकेको छ हामी चाहिँ पौडी खेलिसक्यो यहाँ माथि लाने खेल्यो तलतिर खेल्यो बल चाहिँ घुमिरह मैले चाहिँ यस्तो कालो ढुङ्गा भेटाएको दिन सकिन्छ पुरै गोल हो गाई जताततै गोल हो लेख्छ पनि गाई छ युनिक छ कि मैले अहिले लेखेको थिएँ यस्तो गरेर लेख्छ अहिले होइन है गोल ढुङ्गा दिन सकिन्छ है त टेन्यौ छ बल त्यत्तिकै घुमिरहेको खोला बिच त्यस्तो राम्रो गाई छ है देख्न सकिन्छ बल त मोज गरिरहेको यस्तो खानु त्यही गाई छ है अलि एकैछिन अब हामी घर जाने हो त्यही हो त के छ घरको चिया खाने हो ल गाइस बलुसीमा आइसकेँ म बलु के भन्नु कस्तो लाग्यो पौडी खेलिस् मसँग यस्तो यस्तो ढुङ्गा युनिक कलेक्सन गरेँ बलले यस्तो खोले यस्तो खोले एउटा चारपाटीवाला एउटा साइकलको सिट अरे ल के गर्ने घर मैले छनिन्छ मैले त केही गर्नु म यो लगाउनु पनि भनेको गाइस मलाई झेउ लाग्यो घरमा के गर्ने र छोप बले तँ नानीहरूलाई चाहिँ म त झेउ लाग्यो बलले त्यस्तो फाल्थ्यो बलले भर्खरै पार्टी बदल्छ गाइस अब बल आउँदाखेरि रिभर क्रसिङ गर्दै बलुले पियुषको चप्पलै त्यस्तै गर ओ पियुष ल आइज आइज नि यता फोटो नि फोटो खिच्यो हामीले गाइस है त्यही हो अब चाहिँ अहिले हामी अब घर जान्छौँ त्यही मजा आयो ट्र्याक्टर्स दोजना कोही खेल्ने नि रोक तैँले रोक है हात दे रोक बलेर रोक्नु ला त्यहाँ बैठा हुन्छ कि त्यहाँ भल भल मिल्दैन दोजेर आइरहेको छ अगाडिबाट बलेर चाहिँ रोक्न भन्छ नि रोक्दैन होला है गाइस रोक्छ
त्यहाँ त खाल्टो भएको के यसरी काम गरेको रोक्छ कि नै बल लोक लगाइदिए गाइस अहिले है रोक्दैन रोक्न त्यही माथिसम्म यस गाइस तो त रोकिसक्यो चढ ओके तो ऊ त्यहाँ खालि खोल्छ त्यहीसम्म ऊ त खोल्छ नि मा त्यहीसम्म ओके आइज चढ रोक्नु न चढ बले गाइस यो दोदल चाहिँ रोकिसकेछ हामी चढ्छौँ अब भेरी गुड नानी हो कि यस्तै हो नानी हो गाइस हामी चाहिँ फाइनल दोदल चढिसकेछौँ छोपेर बसे यहाँ त भ्याउँछ ऊ गयो यस्तै हो भयो अब गाइस हामी चाहिँ दोदलमा चढिसकेको छौँ बल चाहिँ कस्तै भयो उहाँ चाहिँ अस्ति नै पाल्खा चढेर चढेर गाइस है हाम्रो गाउँमा बाटो बनाउँदाखेरि यो सपना हुन्छ गाइस सबैको पाल्खामा राखेर चढ्ने भोलि झेक्छ गाइस तर कस्तो लागिरहेको बलु यस्तो गाडीले मात्रै धेरै देख्छ कि अन्त यसो ससिन्छ नि भन्दा अनि यतापट्टि यस्तो भ्यू गाइस है भारत सरकारको घोषणा गरेर गाइस यहाँ हुन्छ दाइ दाइ चाहिँ फ्याटेको दिइहाल्नु भयो है के छ लाग्छ गाइस बाटोले खतरा गाइस बलु झरिसकेको छ हाम्रो दोजरबाट देख्न सकिन्छ हाम्रो दोजरमा हामी बसेर आइसकेको छ खतरा चम्किया गाइस दोजर ल भाइ भयो नि ल दाइ हरि बोल भाइ दोजरमा चढ्यो बलै दोजरसँग चढेको थिइस् बलु फर्स्ट टाइम दोजरमा चढ्यो चलाएको थिइस् त्यसै चलाने भन्छ गफेर खतरा दिन्छ कि तर दोजर चाहिँ भवाल देखियो गाइस ल मजा आयो हरि बोल दौडी बोले आइछ रोडे हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे हरि बोल बोलेर हेर्नु न गाइस यहाँ भलिबल खेल्न आउने है गाइस त्यहाँ बल चाहिँ आफ्नै पारामा हिँडिरहेको त ठिक छ ल अब हामी जान्छौँ गाइसहरू घर घर चिया खाने त्यही बेला भेटौँला है त हरि बोल गाजु चाहिँ 4 बजेर 19 मिनट गइसकेको छ हामी चाहिँ तलबाट आइसकेका छौँ अहिले अघि नै होइन 20 मिनट 10 मिनट जति भयो होला अनि हामी चाहिँ यो चिउरा खाँदैछौँ घिउमा भुटेको अनि चिया पनि हाल्यो चिया खाने बोलु के छ हामीले मा भलक बनाएको हेरेँ कि हामीलाई हेरेर हाँसो लागिरहेको है तर सोचे जस्तो भएन कस्तो आउँछ सोचे कस्तो आएन त्यस्तै हुन्छ कि राइटहरू हामी चिया पनि ल्याइसकेको छ बलेर मैले खान्छौँ बलेर खाने पनि चिया खान्न चियो होइन हामीले खाइराख्नु रहेछ आजहरू बलुले चाहिँ भाँडामा लगाएपछि देखि सकिन्छ मैले माथि राखेको छु तर बलुले भला बनाउनु पाएन हो त्यहाँ बलुले अब स्वाई स्वाई कम्पनी जति मारे त्यति चम्कने भन्दै खरानीले भाँडा धस्काउने छिन् हजमा चाहिँ यहाँ उठाउँदै हुनुहुन्छ दर्शकहरू देख्न सकिन्छ हजमा यहाँ धान उठाउनु हुन्छ दिउँसो उठाएको बलुले चाहिँ नेचुरल हाइसमा भाँडा धस्काइरहेकी छिन् अनि दिउँसो कपडा धोएकी हुन् मैले धोकाम तर मैले धोएको भ्लग बनाइनँ बलुले चाहिँ यस्तो भ्यू हेर्दै भ्लग भाँडा धस्काउँदै गरिरहेकी छिन् बलुले सोचे टौवा गाइस है टौवा चाहिँ लोकेसन पहिला नै हुन्थ्यो होइन अझ पहिला नै हुन्थ्यो टौवा गाइसले देखाएको देखाइ गर्नुपर्छ मान्छेले बिहान हेरेको भइसक्यो भने थाहा हुन्छ नि त ल बलुले मात्छ है त गाइस ल पाल्ने बेला भेटौँ ल ए पियुष ला पीयूसी हमारा भाड़ा धो रहा है देख सकते हो दोस्तों हाथ चिल्ला है तो इससे उसका हाथ चिल्ला तो आप साल से चिल्ला है ना हेरी देख सकते हो पीयूसी हमारा हाथ धो रहा है पीयूष गाइस पीयूष देखो हाथ धो रहा है मैं इधर पानी डाल दे रहा हूँ इसको देखो अभी धोएगा ये पहाड़ आता है ना ये बहुत अच्छा काम करता है ये बहुत कच्चा बंदा है देख सकते हो हमारा पहाड़ का हिस्सा है पीयूष हाथ धो रहा है वो भाड़ी है पीयूष कुनाली को नहीं लेके आया यार कुनाली बहुत चकचक करता है कुनाली माँ उधर 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 है उधर घर में हम इधर आए हम गाँव के घूमने आए देख सकते हो ये पीयूष कितना चकचक करता है इसी की वजह से हमारा ब्लॉग वायरल होता है पीयूष देख सकते हो आप लोग पीयूष बहुत चकचक कर रहा है दोस्तों पीयूष माँ इधर देख सकते हो पीयूष आपने खाए बर्तन धो रहा है घर में तो नहीं धोता इधर धो देता है बहुत खतरनाक बनता है
20 के लिए लाइक कर देना दोस्तों। चलो बाय, टाटा बाय बाय, राधे राधे बोलो। पीयूष ने धोआ हुआ बर्तन नहीं गया, देख सकते हो दोस्तों। इधर इधर चमक रहा है, देख सकते हो। और क्या वाली बोल रहा है, वाली हरन रहा है। पीयूष को भाना माना नहीं आता दोस्तों, ये घर में तो मानता, इधर खराने से नहीं बन रहा है यार। इसको सिखाना पड़ेगा लग रहा है गाइस। गाइस लोग पीयूष ने भाना मांज दिया है, देख सकते हो 3 बार धसका के मांज दिया है और मजा आ रहा है। अब हम लगाएंगे चार्ज, सही बोल कैमरा पड़ा क्या। अब पीयूष उसको भाड़े में अंदर रखेगा और हम उधर उधर जाके चार्ज लगाएंगे गाइस। हिंदी वाला कस्तो लागिरहेको गाइस। गाइजहरु अहिले 6 बजे 6 मिनेट गइसकेको छ। हामी चाहिँ भर्खर तरकारी भयो अनि मोबाइल चार्ज लगाने। अब चाहिँ के गर्ने के भयो बोलु। यहाँ गाउँको चाहिँ बवाल छ गाइस। अब चाहिँ 6 बजे 6 मिनेट गयो भने चाहिँ आरामले हो के गर्नु ढुङ्गा नि खै 6 बजे 6 मिनेट गयो के रे 6:30 बुढा अझै आउनु होइन। बिरालो देखिन्छ बुवा चाहिँ अझै आउनु होइन त। उसमा जानु झारमा जान्थ्यो त, त्यो सिमेन्ट लगाएर टक्क पुल गर्नु बेला। अनि अब चाहिँ हामीले भ्लग एडिट गर्ने कि गाइस। उहाँदेखि आधी मैले केही छोकेँ होइन। चार्ज उठ्ने सकिन्छ उठ्ने चार्ज हुन्छ त्यस्तो हेरि गाइस है। अहिले आएको चार्ज भइसक्यो। हेलो सर के छ बलरामलाई केही भन्नु तिमी बोल्दै बोल्दिनौ। साँझ पर्न लाग्यो। एकछिनमा खाना खाने हो अनि एडिटिङ गर्ने होइन। एडिटिङ गर्ने त्यसपछि अपलोड गर्ने। अपलोड गर्नलाई तलतिर जानुपर्छ, नेट तलतिर। त्यहाँ गाइजहरू हामी चाहिँ अहिले पाठा ल्याउनु गयौँ, सानो सानो पाठा नि त्यही। बिराल चाहिँ यहाँ बिल्लाहरू खाइस्। अनि हामी हल्का फुल्का भ्लग पनि एडिट गरेको छ। पछि हामी पाठा ल्याउँदाखेरि गाइज पुच्ची पाठाहरू च्याप्पसँग ल्याउने कहाँ छन् यहाँ नि छोप एउटा छोप मैले छोप्छु अनि तैँले भ्लग खिच्ला। छोप्दिनँ बुवा ला छोप तैँले छोप्नु भ्लग छोप 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 हिँड्नु त कहाँ बनाउनु न। बोलू खींच ऐसा ना डाल दे छोड़ दे ना खींच ऐसा ना डाल दे। ओछ्यान सोछ्यान गाजर बाख्रा चाहिँ यहाँ आइसकेको छ, देख्न सकिन्छ। यहीँ थुनिदिने हो, यहाँ यिनीहरूले भिरेर हनुमान तातो गरेर थुनिदिन्छ। त्यही यी ताइतिर हल्का फुल्का धुवा हुन्छ यहाँ वाली भएपछि गाइस। त्यही हो हाम्रो तरकारी यहाँ रेडी भइसकेको छ। यहाँ चाहिँ दुध तान्दैछ गाइजहरू। यहाँ अलि भित्र धुवा छ होइन बोले चप माग। चाहिँ हामीले भ्लग अपलोड गर्ने एकैछिनपछि गाइस तलतिर गएर आजै गरिदिनु पर्छ क्या म त्यस्तै ला।